नेपाल भाषामा अङ्कलाई ल्यागो भनिन्छ। एकलाई छि भनिन्छ, छ पनि भनिन्छ है। दुईलाई नसी, त्यसलाई नि पनि भनिन्छ, रस्सो नि है। तीनलाई सो अथवा कहिलेकाहीँ नाजल साउन्ड आउँदाखेरि चाहिँ सो पनि हुन्छ। चारलाई पी अथवा पे, अनि पाँचलाई ङा अथवा न्या, छलाई खु, सातलाई नस अथवा ने, आठलाई च्या, नौलाई गु अथवा गु पनि भनिन्छ, 10लाई सान अथवा झी भनिन्छ, भक्तपुर भाषामा हि भनिन्छ है। 11लाई सन्छी, सन्नसी, सन्सो, सन्पी, सन्या, सन्खु, सन्नस, सन्च्या, सन्गु, निसान भन्छ। यसरी चाहिँ काउन्ट गर्छ। यो चाहिँ पुरानो भाषा भयो। तर अहिले प्रचलित भाषा चाहिँ के छ भने एकलाई छ, दुईलाई नि, तीनलाई सो, चारलाई पे, पाँचलाई न्या, छलाई खु, सातलाई ने, आठलाई च्या, नौलाई गु अनि 10लाई छि भनिन्छ। अनि 11लाई झिन्छ, अनि 12लाई झिन्नी, 13लाई झिन्सो, 14लाई झिन्पे, 15लाई झिन्या, 16लाई झिन्खु, 17लाई झिन्ने, 18लाई झिन्च्या, 19लाई झिन्गु अनि 20लाई नि भन्छ, दीर्घ नि है। त्यो रस्व नि र इ हो। त्यो रस्व नि र इ प्लस भएको हुनाले, डबल इ भएको हुनाले त्यसलाई दीर्घ लेख्नुपर्छ। अनि बोल्दाखेरि पनि हामी उच्चारण गर्दाखेरि पनि दीर्घ उच्चारण गर्ने। दीर्घ भनेपछि अलि लामो है। त्यसैलाई चाहिँ अब रुपैयाँमा राख्नु पर्यो भने हामीले 1 रुपियाँलाई छर्का हैन भन्दाखेरि छर्का हुन्छ, तर चाहिँ लेख्दाखेरि छ तका हुन्छ है। लेख्दाखेरि चाहिँ तका नै लेख्नुपर्छ, बोल्दाखेरि चाहिँ र त चाहिँ रमा गएर अनि माथि जान्छ है। त्यो चाहिँ रेफ जस्तो पनि हुन्छ। अनि 1 रुपियाँलाई छर्का, 2 रुपियाँलाई निर्का, अनि 5 रुपियाँलाई न्यार्का, 10 रुपियाँलाई झिर्का, 15 रुपियाँलाई झिन्यार्का, 17 रुपियाँलाई झिन्नेर्का, अनि 20 रुपियाँलाई निर्का हुन्छ। यसरी पैसा आयो भने चाहिँ तका आउँछ। किनभने नेपाल भाषा यो क्लासिफायर भाषा भएको हुनाले, वर्गीकृत भाषा भएको हुनाले यसले चाहिँ आकार प्रकार अनुसार प्रत्यय लिन्छ। जस्तै घरलाई चाहिँ हामीले गणना गर्नु पर्दाखेरि 5वटा घर भन्नु पर्यो भने न्याखाछे भन्नुपर्छ। अनि मान्छेहरू भयो भने चाहिँ मान्छे अथवा चाहिँ सास लिने जति पनि सजीव प्राणी हुन्छ उनीहरूलाई चाहिँ काउन्ट गर्दाखेरि म प्रत्यय जोडिन्छ। त्यो सानोभन्दा सानै किन नहोस् हैन, त्यो कमिलालाई पनि हामी मह नै राख्छौँ, कुकुरलाई पनि मह राख्छौँ गणना गर्दाखेरि है, अनि हात्तीलाई पनि मह राख्छौँ सबैलाई। अब जस्तै 2टा हात्ती भन्नु पर्यो भने निमकिसी हैन। यसरी अब कति 8वटा चरा हैन भन्नु पर्यो भने च्याम चखौँ। अनि 7वटा कुकुर, ल 7वटा कुकुरलाई के भन्छौँ, नेम खिचा है। अनि 15वटा कमिला भन्यो भने चाहिँ झिन्याम इमुचा, गोलो भयो अनि त्यसमा अलिकति वेट छ अनि परिधि पनि लिन्छ, एउटा ठाउँ लिन्छ भने ग हुन्छ। जस्तै टाउको छ नि त हैन, एउटा गोलो छ, यसले परिधि पनि लिएछ भने छग छ भनेको एउटा टाउको। अनि निग भकुङ्गवारा, भकुङ्गवारा भनेको बल है, निग भकुङ्गवारा भनेको 2टा बल, यसरी हुन्छ है। अनि रुटी चाहिँ अलिकति त्यो गोलो हुन्छ तर त्यसले चाहिँ अलिकति फ्ल्याट लिन्छ भने त्यसलाई पा हुन्छ। जस्तै यो मुख पनि गोलो फ्ल्याट छ नि त हैन, एउटा परिधि पनि लिएको छ। सो यसलाई चाहिँ ख्वापा भनिन्छ। ख्वापा भनेको चाहिँ यो मुहार हैन, मुहारलाई ख्वापा भनिन्छ। सो रोटी चाहिँ अब 6वटा रोटी भन्नु पर्यो भने खुपा मरी है। अनि पेन्सिल लामो छ नि त हैन, त्यो अलिकति लामो छ, लेन्थी छ भने पनि पु हुन्छ। जस्तै हामीले नाकलाई काउन्ट गर्दाखेरि एउटा नाक भन्नु भने 6 न्या हुन्छ। त्यस्तै चाहिँ अब 5वटा पेन्सिल भन्नु पर्यो भने न्यापु पेन्सिल भन्नुपर्छ है। अनि आकार प्रकार प्रष्ट नभएको खण्डमा त्यति बेला दीर्घ गु प्रत्यय राख्छ। जस्तै किताबको कुनै आकार प्रकार हुँदैन, कुनै गोलो, कुनै चेप्टो हैन, कुनै लामो, कुनै छोटो, त्यस्तो हुन्छ नि त। त्यसैले चाहिँ किताबलाई चाहिँ काउन्ट गर्दा जस्तै 5वटा किताब भन्नु पर्यो भने न्यागु किताब अथवा किताबलाई सफु भनिन्छ, न्यागु सफु भन्दाखेरि पनि भयो।
चस्माको लागि पनि हामीले गु प्रत्यय राख्नुपर्छ हैन। जस्तै 3टा चस्मा भन्नु पर्यो भने सोङ्गु चस्मा। अरु केही छ तपाईको जिज्ञासा भने कमेन्ट गरेर सोध्न सक्नु नै हुन्छ। सिकिरहौं, हाँसिरहौं, स्वस्थ रहौं, मस्त रहौं। सुबह जय माँ बा।